बाराको जितपुर सिमरा उपमहानगरपालिका 1 की 3 वर्षीय बालिका गरिमा चौधरीको घटनाले अहिले देशभर गम्भीर चिन्ता र आक्रोश पैदा गरेको छ। सानै उमेरकी गरिमा साउन 31 गते बिहान घरबाट हराएकी थिइन्। परिवारले उनको खोजी सुरु गर्यो, तर करिब 3 दिनपछि उनको शव घरबाट केही दूरीमा रहेको एउटा सुनसान घरभित्र फेला परेको प्रहरीले जनाएको छ। घटना बाहिरिएपछि स्थानीय बासिन्दा आक्रोशित बने। उनीहरू बालिकाको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिए। सिमरामा भएको प्रदर्शनका क्रममा वीरगञ्ज पतलैया सडक खण्ड समेत प्रभावित भएको समाचारहरू आएका छन्। प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर सहित अनुसन्धान टोली परिचालित गरेको थियो। अनुसन्धानका क्रममा 2 जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार जितपुर सिमरा 2 का सुमन थापा र प्रगेश चौधरी पक्राउ परेका छन्। प्रहरीका अनुसार घटनामा यौन हिंसा र हत्या भएको आशंका तथा अनुसन्धानबाट त्यसतर्फ प्रमाणहरू भेटिएको बताइएको छ। घटनाको वास्तविकता, घटनाको थप अनुसन्धान, प्रमाण परीक्षण र कानुनी प्रक्रियापछि मात्र आउने प्रहरीले बताएको छ। गरिमा हराएपछि परिवारले समयमै प्रहरीलाई जानकारी गराएको भए पनि खोजीमा पर्याप्त गम्भीरता नदेखाइएको आरोप स्थानीयले लगाएका छन्। यही विषयलाई लिएर स्थानीयले प्रहरी प्रशासनको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। त्यसैगरी अनुसन्धानमा कमजोरी भएको भए त्यसको समेत छानबिन हुनुपर्ने माग गरेका छन्। बालबालिका हराउँदा राज्यका सुरक्षा संयन्त्र कति छिटो र प्रभावकारी रूपमा परिचालन हुन्छन्? यो प्रश्न गरिमाको परिवारले मात्र होइन, हरेक अभिभावकको चिन्तासँग जोडिएको विषय हो। गरिमाको घटनापछि सिमरामा मात्र होइन, काठमाडौँको माइतीघर समेत विभिन्न ठाउँमा पनि न्यायको माग गर्दै प्रदर्शन भएका छन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष अनुसन्धान, दोषीलाई कानुन अनुसार सजाय र बालबालिकाको सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्न माग गरेका छन्। राजनीतिक दलका नेताहरूले समेत घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष र छिटो अनुसन्धान गर्न र दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। गरिमा अब यो संसारमा छैनन्, तर उनको घटनाले हाम्रो समाज र राज्य सामु एउटा ठूलो जिम्मेवारी छोडेको छ। बालबालिकालाई सुरक्षित वातावरण दिन हामी कति गम्भीर छौं त? यो घटनामा दोषी जोसुकै भए पनि प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान हुनुपर्छ। पीडित परिवारले न्याय पाउनुपर्छ र यस्ता घटना फेरि दोहोरिन नदिन सुरक्षा व्यवस्था अझै प्रभावकारी बनाउनु पर्छ। गरिमाका लागि न्याय केवल एउटा परिवारको माग होइन, यो सुरक्षित समाजको माग हो। अन्ततः घटनाको अन्तिम सत्य अनुसन्धान र अदालतको प्रक्रियाबाट स्थापित हुनेछ। धन्यवाद।